एसीका कुरामा आज मेरो कुरा चाहिँ विशेष नानीहरूको लागि जो परीक्षा दिइराख्नु भएको छ। धेरै नानीहरूको परीक्षा सुरु हुने समयको अलिकति अगाडि या पछाडि चाहिँ पिरियडको पनि साइकल चलिरहेको हुन्छ र परीक्षा चलिरहँदा पिरियड हुँदा एकदमै धेरै तनाव लिनुहुन्छ नानीहरूले, किनभने फिजिकल्ली त्यति धेरै फिट भएको हामी महसुस गर्दैनौँ र आराम धेरै गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको हुन्छ। तर परीक्षा त दिनु पर्यो, त्यही भएर आफूलाई त्यो समयमा कसरी कम्फर्टेबल बनाउन सक्नुहुन्छ त नानीहरूले भने एक नम्बरमा चाहिँ यो एउटा प्राकृतिक कुरा हो भनेर त्यसलाई सहज रूपमा लिनुपर्छ, यसले पनि केही सहज बनाइदिन्छ। 2मा हट वाटर ब्याग चाहिँ आफ्नो इक्जाम सेन्टरसम्म जाँदा प्रयोग गर्न सक्नुहुन्छ। अब स्कुल बसमा गए पनि, प्यारेन्ट्ससँग गए पनि, त्यसपछि तातो पानी पनि लिएर जानुहोस्। र 3मा चाहिँ तपाईँहरू इक्जाम सेन्टर पुगिसकेपछि इक्जाम हलभन्दा नि पहिला वासरुम एकचोटि चेक गर्नुहोस्, कति टाढा छ आफ्नो इक्जाम हलबाट। यसले कसरी सजिलो बनाउँछ त भने यदि परीक्षा लेखिरहेको समयमा तपाईँहरूलाई बाहिर निस्किनु पर्यो भने फेरि वासरुम खोजिरहनु पर्ने झन्झट चाहिँ कम गराइदिन्छ र हरेक दिन परीक्षा हलमा छिर्नुभन्दा अगाडि वासरुममा गएर प्याड राम्रोसँग बसेको छ छैन हेर्ने र अलिकति डिप ब्रिदिङ एक्सर्साइज त्यो त केही मिनेटमै गर्न सकिन्छ, त्यो गरेर आफूले कम्फर्ट बनाएर चाहिँ इक्जाम हलमा छिर्न सकिन्छ र यसरी पनि तपाईँहरूको त्यति बेलाको पीडा चाहिँ केही कम हुन सक्छ है त।